भन्दै जाँदै गरेको सट्टैसँग हो। अब यहाँबाट त उकालो चढ्नु पर्ने हुन्छ हो हामीलाई चाहिँ बजार जानुको लागि चाहिँ। टक्कै इन्डिकेटर दिएर सट्टै अब चाहिँ लाग्दाखेरि आज त सन्डे भएर होला पुरा सुनसान छ। रोड पनि त्यस्तो बेसी केही छैन हो, गाडीहरू पनि एकदम नजिक पर्छ नि त बजार। अन्त जे सामान लिने गयो खालि लाल बजार नजिक भएर 10 मिनटको बाटो हो। त्यसै पनि हिँड्दै पनि यता राख्नु गयो होला चाहिँ यसरी सामानहरू लिनु जाँदा चाहिँ पुरा स्कुटी बाइक लिँदै जान्छु यो सामान लिनु चाहिँ। अब हामी चाहिँ सब्जी दोकान आइसकेको छौँ हो। हामीले लाने चाहिँ यही हो, यही रहेछ हो। यहीँबाट लानुपर्ने हुन्छ। अहिले सब्जी त पुरा छ तर महँगो चाहिँ महँगो हो। 2 लैजाउँ 2 यहाँ त किन्नु हुँदैछ। म यहाँ भनिदिने मात्रै हो कति लानु के लानु भनेर हो। आज सन्डे हाट हो नि त। यस 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 ब्लगिङ हल्का ठिकै छ त। सब्जी किन्न हामीले भाइकोबाट लान्छौँ है जहिले जाँदाखेरि। यही भाइकोबाट लान्छौँ हामीले चाहिँ ठिकै अलि मिलाइदिन्छ नि त। लानु पर्ने भनेको यही भाइकोबाट हामीले चाहिँ। लालबजारले अझै पल्लो साइड त अझै भिड हुन्छ हो। अन्त हामी चाहिँ पल्लो साइड जाँदैन, यो साइड मात्रै हो नि त। आज त छिटै आइदिएको नि भरे पानी परिहाल्छ भनेर बाहिर सकेको छ हो। अब भित्र आएर चाहिँ पनिरहरू लानुपर्ने हुन्छ हामीले। अब यहाँबाट सन्डे भएर त भिड हुन्छ हौ, भिड सन्डे हो नि त आज। आज लालबजार त्यसै पनि भिड हुन्छ। यहाँबाट चाहिँ हामी पनिर लानुपर्ने हुन्छ। हाम्रो जग्गा चाहिँ उहीँ हो नि त। आज दाजुको बाबा हुनुहुँदो रहेछ लाने। यहाँ छ यहाँबाट चाहिँ पनिर हो हामीले लानुपर्ने हुन्छ। त्यहाँ अलिक पर जानुपर्छ, त्यसको लागि माछा लिन जानुपर्छ। देखाउँदैछु त्यहाँ पनि। अहिले भने चाहिँ गोसखानपट्टि छिरिसकेको हो। हामी त फेरि केटाकेटा भएर होला छिटो छिटो काम गरिहालिन्छ हो। सकिन्छ 5-10 मिनटबाट हाम्रो काम सकिहाल्छ। यता चाहिँ माछा छ, खसी छ रहेछ। यो खसी खसी रहेछ। यहाँ मछली लानुपर्ने हुन्छ यहाँबाट। के ए रमेश त ठिकै हुनुहुन्छ। यहाँबाट माछा लानुपर्ने हुन्छ अझै हो। अरू चाहिँ यहाँ रमेश दाकोबाट लान्छ हामी चिकनहरू। यहाँ यो खसी रहेछ कि खसी नि त खसी अब भने चाहिँ सकिसकेको हो किनेर पनि। आउँदै गर्नु नि। अन्त अब जाँदै गरेको पर हो। अब मासु पनि किनिहाल्यो। अब सब्जी मात्रै छ। सब्जी पनि सबै गरिदिइसकेको छ परै। र चाहिँ थाप्नु मात्रै छ। रेडी बनाइदिइरहेको छ होला, त्यहाँ गएर थाप्नु मात्रै छ हो। भिड हेर्नुहुन्छ आज सन्डेको दिन भएर होला। भिड कति हो कति हो। लु अब चाहिँ दा र म चाहिँ हिँडेको सक्यौँ हामीले। दा पनि टेम्मै बोकेर म पनि टेम्मै बोकेर हो। अब जाँदै गरेको अझ पर स्टुडियोभित्र राखेको छ हो। अब त्यहाँबाट पसेर चाहिँ जानुपर्ने हुन्छ हामी। अघि वेदर कस्तो घाम लागिरहेको थियो होइन। यहाँको वेदरमा चेन्ज भइहाल्छ। अहिले चाहिँ पानी पर्ला पर्ला जस्तो हुँदैछ हो। पनि ल्याए अब चाहिँ हामी हिँड्दै गरेको। वेदर चेन्ज हुनु थालिहाल्यो।
भन्नु सकिँदैन के हुन्छ ल त आजको लागि भने यति नै छ।